यो बागलुङ हो, पहाड, खोला, हावा र सम्झनाले बनेको ठाउँ। यहीँबाट मेरो यात्राको सपना बिस्तारै हुर्किएको हो। यी ठाउँहरू नक्सामा मात्र होइन, मनभित्र गाडिएका नाम हुन्। हिमाल हेर्दै आफ्नो जीवन सानो लाग्छ, तर अर्थपूर्ण हुन्छ। यो भिडियो घुम्नलाई मात्र होइन, एउटा सम्झना कैद गर्नलाई बनाइएको हुन्छ। आउनुहोस्, आजको यात्रा सुरु गरौँ बनठाटीबाट पुण्यसम्म। अहिले चाहिँ म बनठाडी आएर चाहिँ खाजा खाँदैछु। भर्खर स्कुटर पार्क गरेँ। यो ठाउँबाट अब चाहिँ हिँडेर जानुपर्छ, लाइक 4-5 घन्टा लाग्छ होला अझै। यदि तपाईँहरू यहाँ आएर चाहिँ यदि बाइक स्कुटर ल्याउनु भएको छ भने यो होटलमा राखेर जानु होला। र मैले यहाँ पार्किङ गरिसकेको छु। अब चाहिँ म यता जान्छु। मान्छेहरू टन्नै गएको अरे, मलाई त लेट भइसक्यो।
बिहानको भ्यू हेर्ने, सनराइज हेर्ने अनि सर आउने अनि आएर पुनेलमा अहिलेको भ्यूहरू लाइक अहिले चाहिँ हामी हल्का ढिला आइसक्यो किनकि उतै नै टाइम लस्ट गरेको थिएँ, त्यही भएर अहिले चाहिँ बादलले ढाकिसकेको छ। अलि छिटै आउनु भयो भने चाहिँ यहाँको भ्यू पनि मजाले हिमालहरू डिटेलली देखिन्छ अनि यहाँबाट गोरेपानी हुँदै अनि मजाले जान मिल्छ है त। ल सबैजनालाई धेरै धेरै धन्यवाद। अब नेक्स्ट भिडियोमा भेटौँला।